सबैलाई जय मसीह। आजको दिन गुड फ्राइडेको दिन हो अनि गुड फ्राइडे चाहिँ हाम्रो मानव जाति मनुष्यको लागि यस्तो एउटा अनमोल दिन हो जुन दिन चाहिँ हाम्रो निम्ति कसैले आफ्नो आफूलाई बलिदान गर्नुभयो। सम्पूर्ण मानव जातिको लागि, रिलिजन हेरेर होइन, तर मानव जो शरीरमा छ उहाँहरूको सबैको लागि प्रभु ख्रीष्ट आजको दिन क्रुसमा आफ्नो आफूलाई बलिदान गरिदिनु भयो। किनकि उहाँको उद्देश्य चाहिँ एउटै थियो कि हामी चाहिँ पिताबाट स्वर्ग राज्यमा प्रवेश गरौँ। अनि उहाँले त्यो उद्देश्यलाई बोकेर यस संसारमा आउनुभएको थियो। अनि त्यो उद्देश्यलाई पूर्ण गर्नु लागि उहाँले हामीलाई प्रेम गर्नुभयो अनि प्रेमको कारण त्यो क्रुसमा टाँगिनुभयो। त्यही लागि आज जस्तो गुड फ्राइडेको दिनमा प्रभु ख्रीष्ट क्रुसमा चढ्नुभयो, त्यसरी नै हामीले पनि आफ्नो हरेक पापमय स्वभावलाई, हरेक कुरालाई, हरेक झुटपनलाई, लुचपनलाई, लोभलाई, लालचलाई, व्यभिचारलाई, हिंसालाई, सबै थोकलाई हामी आज त्यो क्रुसमा टाँगिदिउँ। अनि फेरि पनि आउँदा उपरान्त 3 दिन पछाडि ख्रीष्टजी उठ्नुहुन्छ। त्यसरी नै हामी 3 दिनसम्म हाम्रो जीवनको हरेक त्यो गलत स्वभाव, गलत कुराहरू हामी ख्रीष्टलाई चिनेर पनि नचिनेर पनि गरिरहेका छौँ। त्यो सबै हामीले त्यागेर हामी फेरि पनि प्रभुसँग जी उठ्नु लागि उहाँको स्वभावमा, उहाँको विचारमा, उहाँको सोचमा, उहाँको वचनमा, उहाँको आज्ञामा, उहाँको प्रेममा हामी जी उठ्नु लागि हामी आजदेखि नै हामी तयारी गरौँ। अनि आजको सम्पूर्ण दिन हामी पश्चातापको साथमा उहाँको त्यो क्रुसलाई याद गरौँ। प्रार्थनाको साथमा मौन राखेर, फास्टिङ राखेर, तपाईँ जसरी सक्नुहुन्छ त्यसरी नै आज आफ्नो सबै कुरालाई क्रुसमा दिइहालौँ। अनि हामीलाई ख्रीष्टले भन्नुभएको छ, मैले चाहिँ तिमीहरूलाई स्वतन्त्र हुनु लागि नै गरेको हो भनेर। आज हामी त्यो स्वतन्त्रतामा जिउन थालौँ। म विश्वास गर्छु आजदेखि हामीले त्यो क्रुसमा त्यो कुरालाई टाँगेर फेरि पनि नयाँ जीवन सुरुवात गर्नेछौँ। धन्यवाद छ तपाईँलाई सबैलाई सुनिदिनु भएकोमा। जय मसीह।